म निर्वाचन कालेर आइसकेको छु हैन। निर्वाचन कालेर चन्द्रगढीको नजिकै रहेछ यहाँ हैन। फर्मसम्म भर्ने हो, भित्र जाने हो। नमस्ते, वेलकम ब्याक नेपाली अर्जुन भाइ युट्युब च्यानलमा हैन। तपाईहरुलाई स्वागत छ। आज चाहिँ म कहाँ जाँदैछु भने फर्म हेरेर अगाडिको भिडियो देखा पाइहाल्नु होला हैन। म आज कहाँ जाँदैछु भनेर ट्याक्क भोट लिस्टहरु बनाउन जान आँटेको नि त। च्यानललाई सब्स्क्राइब गर्नु, लाइक कमेन्ट हजुर दाजु कस्तो लाग्यो भिडियो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। झापा मैले गोल्ड कपको भिडियो मैले पार्ट 1 हालिसकेको छु, पार्ट 2 हाल्न बाँकी छ हैन। त्यो अस्ति डमक गर्थेँ नि त राष्ट्रिय पर्चा बनाउन। त्यो कस्तो ल्याङ लाग्यो थियो मलाई। ठ्याक्क म डुडियामा छु, गाडी चढ्न आँटेको हैन। भद्रपुर जाने गाडीमा चढेर जान पाएर राम्रो हुन्थ्यो। हामी ठ्याक्क चन्द्रगढी आइपुगेको छौँ अहिले। चन्द्रगढी हैन, यो बसमा आएको नि त हामी। चट्ट लागेर भद्रपुर जाने बसमा बसेर सिटीमा सरेर जान आँटेको छ। निर्वाचन थालेर हैन। रमाइलो, तर आज झन् सिट पाएँ म बस्नु थिएँ होइन। बस्दै आएँ यहाँ दुधेबाट गाडीमा चलेको नि त म। अन्त ठ्याक्क चन्द्रगढी त्यो चाहिँ होइन, त्यो चाहिँ ठुलो लाइनको एउटा अफिस रहेछ, ठुलो अफिस। सट्ट लागेर यहाँ त जाँदैछौँ। ठ्याक्क म निर्वाचन कालेर आइसकेको छु होइन। निर्वाचन कालेर चन्द्रगढीको तिमीबाट गाडी चढेँ यहीँ आएको 50 रुपियाँ लगिहाल्यो। नजिकै रहेछ यहाँ होइन। फर्मसम्म भर्ने हो, भित्र जाने हो। पर्चाबाट भएन अरे नाइटको भोट लिस्ट पनि। यो नाइटाबाट खिचेर राष्ट्रिय पर्चाबाट भोट लिस्ट बनाइसकेको छु। यहाँ बनाएको बाहिर फर्म भर्नु पर्दो रहेछ। यहाँ फर्म भरेर उहाँ माथि 2 नम्बर कोठामा गएर फोटोसोटो खिचेर होइन। अनि काम भइसकेर ठ्याक्क म त्यो अब लाग्न आँटेको हो कि आइ छैन। मेरो ट्याक्क फर्मसम्म भरिसक्यो। यतातिर डुल्न जाउँ कि भनिरहेको छ। आज के हुन्छ हो, डुलौँ न आफ्नै ठाउँ त होइन। चन्द्रगढी जेलतिर जाउँ। यता एयरपोर्ट कता छ हौ, एयरपोर्ट पनि जाउँ। ल साथी, हाम्रो यो पार्टमा चाहिँ लगभग म अहिलेभन्दा 8 वर्ष अगाडि यो पार्कमा घुम्न आएको थिएँ म। 9 वर्ष अगाडि घुम्न आएको थिएँ। 9 वर्षपछि फेरि बेलुका टाइम मात्रै खुल्ला हुन्छ। अहिले चाबी लगाइराख्नु भएको छ नि त यहाँ होइन, चाबी लगाइराख्नु भएको छ। बेलुका टाइम हामी चाहिँ यहाँ अहिले 9 वर्ष अगाडि चाहिँ घुम्न आएको थिएँ म। धेरैजना आएको थियो। फुटबल खेल्ने ग्राउन्ड पनि ठुलो रहेछ होइन। साइड यो मेन रोड हो होइन, भित्तामोडतिर जाने रोड। हामी ठ्याक्कै पार्टी घुम्न पाइने पार्ट घुम्न पाएको नि हुन्थ्यो। त्यस्तो राम्रो छैन त, फोटोहरू खिच्ने ठाउँ चाहिँ राम्रो छ। यता पनि चाबी लगाएको रहेछ। यो चाहिँ बेलुका 2 बजी देउता मात्रै खुल्ला हुन्छ अरे। अनि बेलुका र बिहान मात्रै खुल्ला हुँदैछ। अरू बेला 4 अरू बेला बन्द हुँदो रहेछ होइन। यो चाहिँ ठ्याक्क होइन चन्द्रगढीको जेल होइन, झापाकै सबसे ठुलो जेल होइन। यो चाहिँ चन्द्रगढी जेल हो नि त। मान्छे मार्नेहरूलाई, ठुल्ठुलो अपराधीहरूलाई ल्याएर राख्ने ठाउँ यो चाहिँ होइन। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ठ्याक्क फ्यामिलीहरू आएर मिल्ने ठाउँ हो। यहाँ मिल्न पाउँछ भित्र गएर। अनि हामी ठ्याक्क एयरपोर्टतिर जाँदैछौँ म अहिले होइन। बाटोमै पर्छ नि त, एयरपोर्ट जाने बाटोमै पर्छ यो चन्द्रगढीको जेल पनि होइन। यतापट्टि हेर्नु कस्तो ठुलो रङ्गशाला छ, गेम फुटबलहरू खेलाउने गेम छ अरे। सर हामी हिँड्दै जाँदैछौँ। एयरपोर्ट आइपुग्न आँटिसकेर मेन एयरपोर्ट जाति मान्छेहरू ओर्लिने जाने हुन्छ होइन, त्यहाँदेखि आइपुगिसकेँ। ठ्याक्कै यहाँ छिरिसकेको छु अहिले चाहिँ होइन गाइस। यस्तो राम्रो खाएको। यो गाडी चाहिँ ठ्याक्क एयरपोर्टभित्र जान आँटेको छ अरे। खोइ के सामान लिन जान आँटेको तर मलाई ठ्याक्कै थाहा भएन होइन। तर यो गाडी चाहिँ चासवाला रहेछ अरे। यो चाहिँ एयरपोर्टकै गाडी रहेछ होइन। अनि सामानहरू लिनलाई होला, खोइ के लिन मलाई त्यो त यही सामान हो केही गर्नलाई भन्नु थाहा छैन। तर कस्तो राम्रो गाडी रहेछ चासवाला चाहिँ।
होल टाइम पुलिस चाहिँ गेटमा बस्नु रहेछ हैन अनि अब गाडी एयरप्लेन आउने बेला भएछ अरे पुलिस त्यहाँ ठ्याक्क जाँच आइसकेको छ हैन यहाँ सक्नुहुन्छ कस्तो ठुलो जाँच चाहिँ यो सँगले 3 खेप भयो यो ठाउँ आएको म हैन फर्स्ट टाइम जन्ती जाँदा अरू पनि बिएमा आउँदाखेरि अनि आज चाहिँ बोटलिस्टमा आउँदाखेरि यहाँ तेल हाल्न आँटेको छ हैन जाँचमा हवाई जाँचमा ठ्याक्क तेल कसरी हाल्दो रहेछ भनेर पुरा भिडियो देखाउँदैछु हैन यता मुनिपट्टि हुँदो रहेछ तेल हाल्ने ठाउँ पनि मात्रै यता पखेटामा हुन्छ होला भनेको त होइन रहेछ ट्रेनबाट मान्छेहरू झर्न थालिसक्यो हैन मान्छे यता आउँदैछ निस्किँदैछ बाहिर भनौँ न पस्दाखेरि यताबाट पस्नु पर्दो रहेछ निस्किँदाखेरि यताबाट निस्किनु पर्दो रहेछ र आज मात्रै थाहा हुँदैछ मलाई हैन किनभने उताबाट त्यहाँपछि चेक गरेर पसाउनु पर्यो नि त मान्छे पसाउँदा त यता आउँदाखेरि त निस्किने मान्छे घर आउने मान्छे त्यसो टेन्सन नै हुँदैन ठ्याक्कै अब फेरि मान्छे भरिसकेर हैन मान्छे त अब देखिँदैन रहेछ यताबाट हैन कति बेर अघि भरिसकेको छ र हिँड्ने बेला भइसक्यो यहाँ त अब काठमाडौँको लागि हिँड्ने यहाँदेखि अब ठ्याक्क 45 मिनटमा काठमाडौँ निकालिदिइहाल्छ यहाँलाई पनि दिनमा लगभग यिनीहरूले 5 सेटी जति ओल्डो गर्न 500 सेटी ओल्डो गर्न भ्याउँदो रहेछ एउटा जाँचले भनेपछि राम्ररी चल्दाखेरि त अनि सरसफाइ पनि ठिकै छ एयरपोर्टभित्र राम्रो सरसफाइ हुँदैछ मान्छेहरू अहिले पनि निस्किँदै हुन्छ यतापट्टि होइन कति अब उड्ने बेला भइसक्यो र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् न लाइक कमेन्ट सेयर हैन कस्तो लाग्यो भिडियो भन्नुहोस् होला हैन कस्तो कस्तो खाले भिडियो ल्याउनु पर्ने सल्लाह सुझावहरू दिनु होला हैन हेलो म यहाँ चन्द्रगढी एयरपोर्ट ए त्यतिकै किन ठ्याक्कै बिट्टामोटा आइसकेको छु होइन बिट्टामोटा मेन चोक्केमा छु म अहिले मूर्ति चोक्केमा छु होइन गाडीहरू कतिको चाप छ अरे आज पनि मेन चोक्के मूर्ति चोक हो नि त यहाँ मूर्ति चोक्केमा छु म ठ्याक्क चन्द्रगढीबाट यहाँ आइपुगिसकेँ म अहिले होइन यता छु मेरो स्पेसल दाइहरूलाई भेट्न जाँदैछु अब म ठ्याक्कै बस्टारमा आइसकेको छु अहिले होइन सबको सुजन दाई आउँदै हुन्छ नि त लिनलाई सुदीप ह्यान्डसम दाई ह्यान्डसम दाई आइसक्नु भएको छ यहाँ सब ठिक छ मेरो दाजु एकदम ठिक छ तपाईँको नि बिट्टामोटको यो होटलमा चाहिँ हाम्रो सुदीप दाईले कुक गर्नु रहेछ होइन अनि यहाँ पनि 4 महिना ठ्याक्क बसिहेरी दाईको होटलमा बसिहेरी खाजासाजा खाइहेरी ठ्याक्क घर जान आँटेको होइन गाडीमा चढेर घर जाने अब हेलो साथी मैले ठ्याक्कै दुधै आइपुगिसकेँ होइन मेरो च्यानललाई सब्सक्राइब गर्नु लाइक कमेन्ट कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला तपाईँले नानी के अरे भोट कार्ड बनाउनु भएको छैन बनाउनु होला भन्दै नेक्स्ट भिडियोमा भेटौँ भन्दै अहिले बाई बाई गाइस